अरू पनि आउला तलै आऊ। प्रदेश सरकारबाट विनियोजित भएको हामीले यो सीमा खोलामा पुल निर्माण गर्न गइरहेका छौँ। यो पुल निर्माणको शिलान्यास गरिदिनको लागि यो कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका नगर प्रमुख आदरणीय मोहनमाया ढकाल भण्डारीज्यूलाई शिलान्यास प्रमुख अतिथिको आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको आसन ग्रहणको लागि वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कार्यपालिका सदस्य टिका घरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी वीरेन्द्रनगर 1 र 4 का वडा सदस्यज्यूहरूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी वीरेन्द्रनगर 4 भित्र क्रियाशील सम्पूर्ण राजनीतिक पार्टीका अध्यक्ष एवं प्रतिनिधिज्यूहरूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। र वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर प्राविधिक टिमहरू र कर्मचारी साथीहरूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। छिमेकी टोल विकास संस्थाका अध्यक्षज्यूहरूलाई पनि अतिथि आसन गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। यो शिलान्यास कार्यक्रममा आफ्नो 2-4 शब्दहरू राखेर शिलान्यास अगाडि बढाइदिनको लागि हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण अगुवा विभिन्न नेतृत्वमा रहेर काम गरिरहनुभएका आदरणीय महानुभावहरू सबैमा हार्दिक नमस्कार गर्दछु। र विशेष गरेर यो लामो प्रतीक्षाको र यो सबैको चासोको र अति आवश्यकताको विषय यो पुल निर्माण थियो। वडा नम्बर 1 र वडा नम्बर 4 लाई जोड्ने यो पुल निर्माण कार्य आजदेखि प्रारम्भ भएको छ। विकास भन्ने कुरा हाम्रो साझा सरकारको विषय हो, हामी सबैको आवश्यकताको विषय हो। त्यसकारणले भोलि यहाँ निर्माण हुँदै गर्दा टोलवासीको साथ सहयोग हाम्रो निर्माण व्यवसायीलाई पनि पर्छ र यो सार्वजनिक महत्त्वको स्थानमा भएको हुनाले यसलाई निर्धारित समयमा नै सक्नुपर्नेछ। र म के अनुरोध गर्न चाहन्छु भने निर्धारित समयभन्दा पहिला तपाईहरूले काम सम्पन्न गरेर एउटा पुरस्कृत हुने वातावरण सिर्जना होस्। हामी सबैले यो निर्माण व्यवसायी जो हुनुहुन्छ यो पुल निर्माण गर्ने उहाँलाई सम्मान गर्ने वातावरण रहने गरी तपाईहरूले काम गरिदिनु होला। यो दैनिक आवत जावत हुने धेरै व्यस्त बाटो पनि हो, त्यसरी अगाडि बढाइदिनु होला। अर्को कुरा हामीले काम गर्दै गर्दा यसको गुणस्तरीयताको कुरालाई त्यतिकै ध्यान दिनु पर्ने हुन्छ। नगरपालिकाले मात्रै हेर्नुपर्ने अथवा कुनै निकायले मात्रै हेर्नुपर्ने, निर्माण व्यवसायीले मात्रै हेर्नुपर्ने भन्दा पनि यो वरिपरि जति हुनुहुन्छ यहाँ टोलवासीहरू सबैले यसलाई हेरिदिनु भयो भने पनि हामीलाई काम गर्न सहज हुन्छ। त्यसकारणले सबैको साथ सहयोग समर्थनमै सबै मिलेर विकास गर्ने हो। नेतृत्वमा जो कोही हुन सक्छौँ, तर यी सार्वजनिक महत्त्वका विषय हामी सबैका साझा विषय हुन्। त्यसरी नै हामी अगाडि बढौँ भन्दै तपाईँ सबैलाई शुभकामना दिन चाहन्छु र म आदरणीय गुरुजीलाई चाहिँ यो अगाडि बढाइदिन अनुरोध पनि गर्छु। ल अध्यक्ष अलि अगाडि सर यसो कलश सोधिदिनुहोस् त अध्यक्ष। आज किन बोर्ड कलश आएन छोड पूजा गरिदिनु पर्यो। बोर्ड कलश आएन स्वरूप आएन, दक्षिण दले स्वरूप आएन, पश्चिम दले स्वरूप आएन, उत्तर दले अथर्वदले बोर्ड कलश आएन। देवदान सम्वादे फुल लगेर आदित्य वसुरूपाय समाय समस्त बोर्ड कलश आएन। हरिओम तस एउटा ढुङ्गामा मार्ने चलाउने जस्तो अध्यक्ष बतायो 1 नम्बरमा देखाले ल यहाँ त अलि चार लौला जस्तो माछा